प्याजी र हामी आज माछा मार्न गइरहेको छौँ। आज धेरै माछा लिएर आउँछौँ होला सायद। मौसम पनि यस्तै छ, मौसम पनि बवाल छ। अनि यता हाम्रो टिमहरू गइरहेको छ। आज दरो माछा लिएर आउनु भयो होइन प्याज? एकदमै भन्छ दाइले त यो आउँदै गयो जस्तो लाग्यो। राम्रो भइरहेको कस्तो ज्याम मोटाएको है, अरूभन्दा डबलै देखिन्छ त। म यति देखिन्छ नि बाख्रो यति देखिन्छ। आज हामी अलिक म अगाडि जान्छु है, उहाँहरूको फोटो आयो दाइ। आज हामी माछा मार्न गएको, जुन यहीँ छेउमै छ 1 किलोमिटर डिस्टेन्समा। र कति लगभग 10 जनाको ग्रुप गइरहेको छौँ। यो बाँकी हाम्रो चेला मतलब गुरुबाहरू हुनुहुन्छ। चल्ती यो भनौँ न हिँडेर, बाँकी सबै बाइकमा गइसके, स्कुटरमा। म्याक्सिमम् 10 जनाको ग्रुप छौँ। र आज माछा मार्ने चान्स हाम्रो लगभग 1 मन जति छ, भनौँ 40 केजी जतिको टन्नै माछा छ अरे। त्यही भएर हामी 10 जनाको ग्रुप गइरहेको छौँ। बाँकी माछा हामी नेक्स्ट भिडियोमा देखाउँछौँ। माछा त मारिनु माझा सरले हाम्रो पार्टी दिँदै हुनुहुन्छ। अब भोलि केटाहरू आउँछ भन्ने आशमा, तर हामी भोलि आउँछौँ होइन साहब? हामी भोलि आउँछौँ नि है, आउँछौँ कि भोलि? म पनि भोलि आउँछु दह्रो तरिकाले मार्नु।